77वटै जिल्लामा आफ्नो सेवा पुर्याउने उद्देश्यले टिकटकको माध्यमबाट सामाजिक कार्य गर्दै आउनुभएका र नेपालको 62वटा जिल्लाहरूमा सेवा पुर्याइसक्नुभएका मानव सेवा समाज नेपाल अस्ट्रेलियाका संस्थापक केपी सेडाईज्यूको 14औं एपिसोडमा कसैलाई सहयोग पुर्याइदिनुस् भनी अमेरिका बस्नुहुने अभानी कडेल पाण्डेज्यूले दिनुभएको रु 15,000 रकम सुनसरी जिल्ला बज्राहा गाउँमा केही समय अगाडि भएको अविरल वर्षाको कारण ठूलो धनधनको क्षति हुनका साथै उक्त ठाउँका बालबालिकाहरूको स्कुल पढ्न जाने कापी कलम ब्याग आदि बगाइरहेको हुँदा समस्या परेको हुनाले बालबालिकाहरूलाई पढ्नको लागि स्कुलसम्म जाने वातावरण सहज होस् भन्ने उद्देश्यले उक्त 15,000 रकम बराबरको कापी कलम र स्कुल ब्याग हस्तान्तरण गरेका छौं। यस कार्यलाई सफल पार्नको लागि सहजीकरण गर्नुहुने पंकज बराल र राजन बराइलीजीको टिम र सहयोगी मनकी धनी अभानी कडेल पाण्डेज्यू लगायत मानव सेवा समाज नेपाल अस्ट्रेलियाका सम्पूर्ण टिमहरूलाई धेरै धेरै धन्यवाद सहित केपी सेडाईज्यूको सामाजिक कार्य सफलताको शुभकामना दिन चाहन्छौं। मर्नु छ एक दिन सधैँ बाँचिरहनेको छ, मर्नु छ एक दिन सधैँ बाँचिरहनेको छ। कोही गरिब हुन सक्छन्।